साथीहरू नमस्कार, ध्यानपूर्वक सुन्नुहोस्। कुरा गरिन्छ कि संसारमा सबैभन्दा शक्तिशाली कुरा हाम्रो मन हो, मस्तिष्क हो। यदि कुनै कुरा तपाईले सम्पूर्ण मनबाट चाहेमा तपाई त्यसलाई प्राप्त गर्न सक्नुहुन्छ। यो त संसारका सबैजना महापुरुषहरूले भनेका छन्। तर यदि यो कुरा साँच्चै सही हो भने हामीले मनले जे चाहन्छौँ त्यो हामीबाट किन प्राप्त हुँदैन त? साथीहरू, कुनै पनि मानिसले आफ्नो मनमा पीडा त चाहदैन होला, तर पनि मानिसहरू दुखी नै रहन्छ। हरेक मानिस मनमनै सफलता चाहन्छ, धेरै पैसा कमाउन चाहन्छ, धेरै धन कमाउन चाहन्छ, तर पनि धेरै जसो मानिस असफल नै हुन्छन्। यस्तो मान्छे संसारमा भेटिन गाह्रो छ जसले सोचोस् कि म असफल नै रहँ या म कहिल्यै पैसा नकमाऊ। त्यस्तो हुन्छ र? अब यहाँ दुईवटा कुरा स्पष्ट हुन्छ। या त ती महापुरुषहरू गलत थिए जसले मनबाट चाहियो भने प्राप्त हुन्छ भनेका थिए, या त हामी आफैले केही गलत गर्दैछौँ। आज म तपाईलाई एउटा कथा सुनाउन गइरहेको छु। यो कथा सानो छ तर निकै गहिरो अर्थ राख्छ। यसलाई सुनेपछि तपाईलाई थाहा हुनेछ कसरी मनमा कुरा रोपिन्छ, कसरी मनबाट नै परिवर्तन सम्भव छ। यो कथा तपाईलाई आकर्षणको नियम, ल अफ एट्र्याक्सनको पनि गहिरो रहस्य पत्ता लगाउन सहयोग गर्छ। कथा सुरु गर्नु अघि यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र नजिकको बेल आइकनलाई पनि दबाइदिनु होला। अब कथा सुरु गरौँ। एक पटकको कुरा हो, एकजना मानिसको जीवनमा अत्यन्तै दुःख थियो। जहाँ जे गर्नु पर्थ्यो त्यसले कुनै राम्रो परिणाम आउँदैनथ्यो। घर फर्किन्थ्यो भने घरमा झगडा कलह, कसैसँग सहयोग माग्थ्यो भने कोही सहयोग गर्दैनथे। मानव संसारका सम्पूर्ण दुःखहरू उसकै टाउकोमा झरिरहेका थिए। दिनरात ऊ यही सोचिरहन्थ्यो कसरी यो पीडाबाट छुटकारा पाउने। ऊ यति धेरै दुखी थियो कि कहिलेकाहीँ आत्महत्या गर्नसम्म सोच आउँथ्यो, तर परिवार सम्झेर यस्तो कठोर निर्णय लिन सक्दैनथ्यो। ऊ सोच्दथ्यो जे जस्तो गर्नु परे पनि म यी दुखबाट मुक्त हुनेछु, चाहे आगोमाथि हिँड्न परोस्। यस्तो सोच्दै एक दिन उसले आफ्नो मित्रलाई सोध्यो, म मेरो जीवन कसरी सुधार्न सक्छु? मित्रले भन्यो, तिमी कुनै बाबाकोमा जाऊ, यहाँ त यस्तो मन्त्र हुन्छ जसले सारा दुःख हटाइदिन्छ। जीवनमा सुख शान्ति र धन सम्पत्ति सबै आउँछ। यस कुरामा उसले गहिरो विश्वास गर्यो। अब त बाबा नै मेरो उद्धारकर्ता हुनुहुन्छ। जहाँ जहाँ उसले कुनै बाबाको बारेमा थाहा हुन्थ्यो ऊ त्यहाँ पुग्थ्यो। बाबालाई आफ्नो समस्या सुनाउँथ्यो। बाबा उसलाई टोना टोड्का गरिदिन्थे अनि दक्षिणा लिने काम गर्दथे। यो विधिपूर्वक गर, यो सबै ठिक हुन्छ भनिदिन्थे। मानिसले ती टोना टोड्का घर फर्केर विधिपूर्वक गर्न थाल्यो, तर केही सुधार भएन, अझ पीडा बढ्न थाल्यो। जति बाबा भेटिन्थे उति नै धेरै धन सम्पत्ति खर्च हुन्थ्यो। उसको जीवनमा झन गाह्रो बन्दै गइरहेको थियो। त्यसपछि त ऊ निराश भयो। पछि उसले सुन्यो एउटा यस्तो बाबा हुनुहुन्छ जो कुनै दक्षिणा लिनु हुँदैन तर समाधान निकालिदिनुहुन्छ। अब ऊ विश्वास गर्न थाल्यो, यो बाबा त साँच्चै सिद्ध पुरुष हुनुहुन्छ। ऊ बाबा कहाँ गयो। बाबा ध्यानमा हुनुहुन्थ्यो। ऊ शान्त भएर कुरिरहेको थियो। बाबा ध्यानबाट बाहिरिएपछि दुखी अनुहार देखेर सोध्नुभयो, बच्चा के चाहन्छौ? मानिसले सम्पूर्ण कुरा बतायो, हरेक टोना गर्यो, हरेक हवन गर्यो, तर दुःख जस्ताको तस्तै आत्महत्या गर्ने सोच पनि आएको छ। बाबा कृपया अब मलाई सही मार्ग देखाइदिनुहोस्। बाबाले महसुस गर्नुभयो यो त साँच्चै पीडामा छ। बाबाले भन्नुभयो, बच्चा मन्त्र त सजिलै मिल्दैन, के तिमी गर्न चाहन्छौ र? उसले सोच्यो, अब यी बाबा पनि दक्षिणा नै माग्छन् होला। तर बाबा भन्नुहुन्छ, मलाई तिमीबाट कुनै दक्षिणा चाहिँदैन। मानिसले भन्यो, बाबा म जस्तो सुकै आगो अङ्गारमाथि हिँड्न पनि तयार छु। बाबाले हाँस्दै भन्नुभयो, म तिमीलाई अङ्गारमाथि होइन गाह्रो मन्त्र दिन गइरहेको छु। बाबाले फेरि भन्नुभयो, तिमी आज घर फर्कदा बाटोमा लगातार मनमा दोहोऱ्याउँदै जाऊ, म सुखी छु, म सुखी छु, म सुखी छु। याद गर, यो कुरा केवल मनमा नै दोहोऱ्याउनु, जिब्राले होइन। मानिसले भन्यो, बाबा म गर्छु, तर यसबाट के हुन्छ? बाबा हाँस्दै भन्नुभयो, तिमीले अरू पनि त यस्तै धेरै टुना टोड्का गर्यौ, यो पनि गरेर हेर न। तर बाबा एक कुरा थप्नुभयो, यात्रा गर्दा एउटा कुरा ध्यानमा देऊ, तिमीले मनमा बाँदरको सोच आउन नदिनु, तब मात्र मन्त्र सफल हुन्छ। बाबा म बाँदरको त आजसम्म कहिल्यै सोचेको थिइनँ, तर अब किन आउने?
तर यात्रा सुरु भयो। उसले मनै दोहोऱ्याउन थाल्यो, म सुखी छु, म सुखी छु, म सुखी छु। तर केही बेरमै एकदमै अचानकको कुरा आयो। उसको मनमा अचानक बाँदरको विचार आयो। अब उसले त्यस विचारलाई हटाउन खोज्यो, तर जति गरे पनि हटाउन सकेन। बाँदर अझै स्पष्ट देखिँदै गयो। अझ अचम्म त के भयो भने जब बाटोमा उसले साँच्चै नै बाँदर देख्यो। अब उसको मुखबाट निस्क्यो, बाँदर मलाई खान दे, उसकी पत्नी भनिरहेकी थिई। त्यो रात ऊ सुत्नै सकेन। उही बाँदरको विचारले सतायो। अर्को दिन बिहान उसले फेरि दौडिँदै गएर बाबाकोमा पुग्यो। बाबा, मलाई हर ठाउँमा बाँदर नै देखिरहन्छ, के भयो मलाई? बाबाले हाँस्दै भन्नुभयो, बच्चा, मनको जाल निकै गहिरो छ। जुन कुरालाई हामी टाढा राख्न चाहन्छौ त्यो नै गहिराईमा पुग्छ। तिमी मनमा सुखी छु भनिरहेका थियौ, तर ध्यानमा बाँदर आयो। असली कुरा के हो भने हामी मनबाट जुन कुरालाई हटाउन चाहन्छौँ त्यो कुरा हाम्रो चेतन मनभन्दा गहिरो अवचेतनमा बस्न थाल्छ। हामी सुखी छौँ भन्दै हिँडिरहेका थियौँ, तर मनको गहिराईमा दुखी छु भन्ने सोच हावी हुन्छ। त्यही कारणले जीवनमा दुःख हट्दैन। मनले जुन कुरा गहिरो रूपमा अपनाउँछ त्यही वास्तविक बन्छ। मानिसले सोध्यो, बाबा, त्यसो भए मन्त्र मनमा गहिरो कसरी बनाउने? बाबाले जवाफ दिनुभयो, बच्चा, दुःखसँग लड्न छोड। जति लड्छौ त्यति नै गहिरो बन्छ। जब तिमी दुःखको बारेमा सोच्न छोड्छौ त्यस दिनदेखि दुःख हराउँदै जान्छ। हामी दुःख हराउन सोच्दा सोच्दै त्यो कुरामा केन्द्रित हुन्छौँ। हामी बिहान नसा नगर्ने प्रण गर्छौँ, तर साँझ नसा गर्न बाध्य हुन्छौँ अथवा नसा गर्न फर्कन्छौँ। किन यस्तो हुन्छ? किनभने हामीले त्यसको बारेमा बारम्बार सोचिरहेका हुन्छौँ। हामी सोच्छौँ नसा छोड्ने, तर मन सोच्छ त्यसलाई हामी महत्त्व दिइरहेका छौँ। नयाँ मन्त्र के हो भने जुन कुरा छोड्न चाहन्छौ त्यसलाई याद नगर। जुन कुरा पाउन चाहन्छौ त्यसलाई शान्त मनले आत्मसात गर। जब त्यो कुरा मनको गहिराईमा बस्छ तब त्यो नै तिमीलाई प्राप्त हुन्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया कमेन्ट गरेर बताउनुहोस् तपाईँ कहाँ, कुन देशबाट यो भिडियो हेर्दै हुनुहुन्छ र यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अर्को कथासम्मको लागि बिदा दिनुहोस्। नमस्कार।